माई ब्लग यो 2080 बनेको 3 किलोमिटर पुल आधी किलोमिटर अझै त्यहाँ पुल हो ऊ बाबा आउँदै हुनुहुन्छ आमा बाबा बाइक ती पुराको लगाइज भागन डर लाग्यो यहाँ मुनि कत्रो लामो खोला खा यस्तो पातलो तार र डोरीसित त बाँधेको हुन्छ धेरै रिस्क छ गाइडहरू यो ठोपर्काको 3 किलोमिटर पुलमा घुम्न नआउनु होला ज्यान गुमाउनु पर्ने सक्ने अवस्था छ बाबाले बाइक कटाएर हिँड्दै आइरहनु भएको छ फोटो यसबाटै ल गाइज माई फादर क्लिक अन फोटो 3 किलो लामो पुलमा भ्लगिङ गर्दै यस्तो छिजेर फोटो हान्दिनु एकछिन पाक्नु बिहान मलाई मुक्ति देऊ पिरबाट किन मलाई धकेल खै एउटा रेकर्ड गर बाबु तिमी हिँड्दै भइराखा भन्नु हो कि त मलाई मुक्ति देऊ पिरबाट कि त मलाई धकेल देऊ यहीँबाट सानो कहाँ छौ मेरी सानो कहाँ छौ एकैचोटि मुखेर्ने धोको छ भेट जहाँ छौ उता पारी धुवाएर गाइज हामी कति मिटर माथि छौँ थाहा आकाशमा छौँ हामी यहाँ मुनि यो सहरको रोड भयो यहाँ यतिकोमा प्लेन ल्यान्डिङ गर्नलाई जान्छ यो त्यतिकै माथि छौँ हामी होइन ऊ त्यहाँबाट मान्छेहरू आइरहनु भएको डर लागिरह हामीलाई मेरो खुट्टा तर नि हिँड्न सकिरहेँ म हात र खुट्टा सब लक 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 छ मेरो यहाँबाट त कस्तो राम्रो भ्यू आइरह र म हजुरहरूलाई मेरो यस्तो हरियाली हुन्छ यहाँनिर जहाँनिर बाघ पनि निस्किन सक्छ त गाइज अब यो एकछिन छुटाउनु न पुरै हल्लिरहेको यो पुल बाबासित रेस खेल्दै जाने दाइहरूसित आउनु भएन दाइहरू ढिला हुँदैछ अनि यो डोरी म आज स्कुल जानु भनेको थिएँ नगएको यतिसम्म हामी हिँडिसक्यो होइन र पुरानो लुगा ल्याएर के चस्मा कतालाई याद छ यस्तो खाल्टो छ भनेर पुरै काठमाडौँ जाने बेला भिडियो यस्तो मोटो रड बाबा छिटाउनु किलोमिटर भागिरहेको छु म गाली दिनु जानेर प्लेन ल्यान्डिङ गर्नलाई जति हाइटमा आउँछ त्यतिकै हाइटमा हामी सास लिन पनि गाह्रो भइरह भागेर सास भएन यहाँको एयर प्रेसर बढी छ मुनि अझ अलिकति कम छ हस्